नारायण जय होस्, सबैको भलो होस्। म नारायण सिलवाल यहाँहरू समक्ष उपस्थित भइसकेको छु राशिका स्वभावहरूको बारेमा जानकारी लिएर। आज तुला राशिका स्वभावहरू के कस्ता छन् भन्ने विषयमा जानकारी लिएर यहाँहरू समक्ष आएको छु। तुला राशिको स्वभावको बारेमा एकदमै सटीक भिडियो लिएर यहाँहरू समक्ष म उपस्थित भएको छु। यहाँहरूले विभिन्न युट्युब अथवा गुगलहरूमा गएर सर्च गरेर पनि हेर्न सक्नुहुनेछ। तुला राशि भन्ने बित्तिकै त्यहाँ तुलाको एउटा चित्र आउने गर्दछ। हजुरहरूले विभिन्न टिकटकहरूमा, विभिन्न टिकटक आइडीमा अथवा विभिन्न युट्युबहरूमा विभिन्न गुरुहरूको भिडियोहरू हेर्नुभएको होला। कसले के भन्छ, कसले के भन्छ, हेर्दा हेर्दा वाक्कै दिक्कै भइसक्नु होला। फलानु भिडियोमा यसो भनेको छ, फलानु भिडियोमा यसो भनेको छ, के हो भनेर अनि कन्फ्युजमा पनि परिसक्नु भएको होला। यहाँहरूको एकदमै सटिक तुला राशिको एकदमै सटिक स्वभाव के कस्ता छन् भन्ने विषयमा केन्द्रित भएर आज यो भिडियो लिएर आएको छु। भिडियोलाई अगाडि बढाउनुभन्दा अगाडि कृपया हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्नुहोला अनि बेल आइकनमा रहेको त्यो अलको बटनलाई पनि दबाइदिनु होला र जसले गर्दा हजुरहरूलाई नयाँ नयाँ भिडियो हजुरहरूको सामु आउने गर्दछ। तुला राशिको गुरु शुक्र हो। तुला राशिका जातकहरू न्यायप्रिय हुन्छन्, सबलाई बराबर होस् भन्ने खालका हुन्छन्, कसैलाई न्याय र कसैलाई अन्याय नहोस् भन्ने प्रवृत्तिका हुन्छन्। तुला भन्ने बित्तिकै हामीहरूले देख्न सक्छौँ जुन न्यायालयमा पनि तुलाको चिन्ह राखेको हुन्छ, जसले गर्दा न्याय दिने काम गर्दछ, जसले कसैलाई पक्षपात होइन कि न्याय समग्रमा समान रूपले हेर्ने गर्दछ। हो ठ्याक्कै त्यो तुलाको जस्तै स्वभाव हुन्छ। तुला राशि भएका जातकहरू घुम्नुपर्छ, डुल्नुपर्छ, फिर्नुपर्छ, आनन्द लिनुपर्छ भन्ने प्रवृत्तिका हुन्छन्। सफा हृदयका हुन्छन्, अन्यायमा परेकालाई साथ दिनुपर्छ भन्ने भावनाले भरेका इमान्दार व्यक्ति हुने गर्दछन्। कसैलाई विश्वास गर्यो भने तुला राशिवालाले आँखा चिम्लेर विश्वास गर्ने बानी छ। त्यसैले गर्दा बेला बेलामा यिनीहरूले धोका पनि पाउने गर्दछन्। तुला राशिका जातकहरू एकदमै एट्र्याक्टिभ हुन्छन्। यिनीहरूको डिजायर भने ठुलो नै हुने गर्दछ। यिनीहरूको सोच एकदमै सानो हुने छैन, ठुलै हुनेछ। ठुलै सफलता प्राप्ति गरौँ भन्ने खालको आनन्द पूर्वक आफ्नो कार्यलाई अगाडि बढौँ र लक्ष्य प्राप्ति, ठुलै लक्ष्य प्राप्त गरौँ भन्ने सोच बुद्धि भएका हुने गर्दछन्। तुला राशिका जातकहरूको बोली वचन एकदमै मधुर हुन्छ, तर यिनीहरूको अलिकति अल्छीपना गर्ने बानी हुन्छ। तुला राशिमा शनि एकदमै मजबुत हुनाले हरेक काममा ढिलो गराउँछ र यिनीहरूलाई आज होइन भोलि गरौँला भनेर काम थाँती गर्ने बानी हुन्छ। भोलि गरिहालौँला नि, यो काम त म गरिहाल्छु नि भन्ने, गर्न चाहिन्न भने गरिहाल्छु नि भन्ने, तर भोलिको लागि थाँती राख्ने बानी यिनीहरूमा हावी हुन्छ। यसले गर्दा हरेक काममा ढिलासुस्ती हुने गर्दछ। यिनीहरू खर्च गर्न पर्यो भने खर्च गर्ने समयमा जुन किनमेल गर्दाखेरि दायाँ बायाँ सोध्दैनन्। एकदमै पुरै जे जति छ आफूसँग भएका सबै निखारेर खर्च गर्ने त्यस्तो प्रवृत्ति स्वभाव हुन्छ यिनीहरूमा। त्यो सबमा अलिकति कन्ट्रोल गर्नुपर्ने हुन्छ र कुनै कुराको जिद्दी गऱ्यो भने यिनीहरूले त्यो जिद्दी छोड्नेवाला छैनन्। एकदमै हटी स्वभावका हुन्छन् र सबैको भलो होस्, कसैको कुभलो नहोस् भन्ने महान सोच भएका र कर्ममा विश्वास गर्ने प्रवृत्तिका हुन्छन् तुला राशिहरू। आफ्ना कामलाई थाँती राख्ने यिनीहरूको त्यो बानी चाहिँ नि एकदमै सुधार्नु पर्ने देखिन्छ। भोलि गरौँला पर्सि गरौँला भन्ने होइन कि आजको काम म आजै गर्छु, भोलि काम भोलि नै गरौँला, त्यो सोच राखेर अघि बढ्यो भने तुला राशिले जीवनमा एकदमै सफलता प्राप्त गर्न सक्नेछन्।